नमस्कार। 2083 सालको वार्षिक राशिफल बनाउने क्रममा आज म सिंह राशिको कुराकानी गर्दैछु। सिंह राशिका स्वामी हुन् सूर्यनारायण, जसको तेज, प्रताप, यश, कीर्ति समाजमा जहिले पनि रहिरहन्छ, जसले पुस्तौँदेखिको सम्पत्ति, पुस्तौँदेखिको पितृको आशीर्वाद प्राप्त गरेका हुन्छन्। सूर्य सत्तासँग जोडिन्छ, सूर्य कीर्तिसँग जोडिन्छ, सूर्य मान सम्मानसँग जोडिन्छ, सूर्य राजयोगसँग जोडिन्छ। एउटै सूर्य मात्रै जन्मकुण्डलीमा बलियो अवस्थामा रहँदा उसले धेरैवटा दोषहरू सामना गर्न सक्ने सामर्थ्यता प्राप्त गरेको हुन्छ भने हरेक किसिमको नकारात्मक ऊर्जालाई डलाउन सक्ने क्यापेसिटी सूर्यनारायणमा हुन्छ। सिंह राशि आफैमा पनि राशिहरूमध्ये सबैभन्दा प्रभावशाली, कूटनीतिक या एकोरोमा एकोरो, धार्मिकमा धार्मिक यस्तो खालको प्रवृत्ति भएको राशि हो। ऊ जे चाहन्छ भित्रैबाट ऊ त्यो गर्न चाहन्छ, शासन चलाउन चाहन्छ, सबैलाई बसमा राख्न चाहन्छ। यो राशिका बारेमा 83 सालमा के कस्तो ग्रहको अवस्था छ, सुरुमा त्यो कुराकानी म यहाँ गर्ने प्रयास गर्छु। 83 सालको गोचरीय प्रभावलाई यसो निहाल्ने हो भने लग्नमा केतुको प्रभाव छ, सप्तममा राहु यो मङ्सिर महिनासम्म, त्यसपछि अष्टममा शनि अनि भाग्यस्थानमा सूर्य पहिलो महिनामा, अर्को बृहस्पति एकादश भावमा जेठ महिनाको 18 गतेसम्म, त्यो पछि बृहस्पति द्वादशमा जान्छन्। द्वादशका बृहस्पति पनि त्यति कारक मानिँदैनन्, राहु पनि त्यति कारक मानिँदैन, शनि पनि अकारक छन्। गोचरीय अवस्था हेर्ने हो भने लगभग डामाडोलकै अवस्था छ, जसले अनावश्यक खर्च, तनाव, टेन्सन, डिप्रेसन, मानसिक तनाव आदिमा लान सक्छ। हरेक चिजहरूमा असफलताको सङ्केत गरिरहेको छ, हरेक क्षेत्रमा असहजताको सङ्केत ग्रहले गरिरहेको छ। सप्तम भावको राहु आफैमा पनि पति पत्नी बिचको तालमेल हराउन सक्छ, प्रेम सम्बन्ध टुक्रिन सक्छ, नासिन सक्छ। लग्नको केतु टाउको दुख्ने या मानसिक रूपमा ठुलो दबाव र प्रभाव रहने यो रहन सक्छ हैन। अनि ठुल्ठुला आश्वासनहरू व्यक्तिहरूले अब यहाँ के नहुन्छ, एकै दिनमा हामी धनी बन्न सकिन्छ, अथवा कहीँबाट कानुनभन्दा विपरीत कर्महरू गर्न सकिन्छ, ठग्न, चोर्न, ढाँट्न सकिन्छ भन्ने खालको मनोवृत्तिको विकास पनि हुन सक्छ। फेरि यही ग्रह तपाईको जन्मकुण्डलीमा राम्रो अवस्था भएको कारणले गर्दा आध्यात्मिक उन्नति प्रगति पनि रहन सक्छ, जागृति र जागरण पनि आउन सक्छ, कर्महरूमा सफलता पनि दिन सक्छ। लामो समयदेखिका समस्याहरूबाट छुटकारा पनि तपाईलाई यसले दिन सक्छ। कोर्ट केस मुद्दा मामिला यहाँबाट पनि तपाईलाई समयले जिताउने अवस्था देखिएको छ। अर्को चाहिँ बाणीको सावधानी तपाईलाई असाध्यै महत्त्वपूर्ण छ। अहिले त बृहस्पति एकादश भावमा कारक भागमा बृहस्पतिको राजयोगमै छन्, बृहस्पति खराब छैनन्। जब अलि द्वादशमा बृहस्पति जान्छन्, केही धार्मिक कार्यमा तपाईको लगानी त अवश्यमेव हुन्छ। 100% 84 सालमा विवाह, व्रतबन्ध, धार्मिक कार्य, तीर्थव्रत, दान, धर्म, सेवाका कुरा त सिंह राशिको लागि लेखेरै ल्याएको कुरा हो। कीर्तिहरू फैलिने, मान सम्मान, इज्जत प्रतिष्ठा हैन, त्याग, यी सबै कुरा त तपाईले लेखेरै ल्याउनु भएको छ यो 83 सालको लागि। त्यसैगरी लामो समयदेखिको धनहरू आएको छैन भने धनको लागि पनि गाह्रो छ है। शनिको दृष्टि परिरहेको छ, पैसा उड्छ कि पैसा कसैले दिन्छ कि पैसा आइहाल्छ कि भन्दै लामो समयसम्म त्यो केस हुने, लफडा हुने, मुद्दा हुने, मामिला हुने र बल्ल धेरै कारणले बिग्रेको व्यवहार तपाईको कठिनभन्दा कठिन प्रयासबाट मात्रै लाभ हुने खालको अवस्था देखिएको छ। धेरै कठिन परिस्थिति हुन्छ तपाईको। तपाईले जे चाहनुहुन्छ नि त्यो तपाईले चाहे भन्दा अलग ढङ्गबाट मात्रै तपाईको काम हुने अवस्था देखिएको छ। पहिलो महिना, दोस्रो महिना भन्दा तेस्रो महिनाबाट उता
अझै कठिन हुँदै समय जान सक्छ। अगाडि पनि कठिन त छँदै थियो, फेरि पनि केही जागरण भए पनि केही कठिन हुनसक्छ। तर जग्गा जमिन बेच्नुपर्नेछ, घर बेच्नुपर्नेछ, सम्पत्तिहरू बेचबिखन गर्नुपर्नेछ भने निकै सहजताका साथ तपाईँको बिक्री हुने समय पनि आएको छ। दाजुभाइ आफन्तसँग वैरभाव, द्वन्द्व, मुद्दा मामिला, झगडा गर्दै नगर्नुहोला। त्यसले पश्चाताप र तपाईँलाई खराब कुरामा लान सक्छ। त्यो एकदमै ख्याल गर्नुपर्ने देखिएको छ। अर्को, घर किन्न खोज्दै हुन्छ, जग्गा जमिनहरू जोड्न खोज्दै हुन्छ, त्यसको लागि राम्रो छ। गाडी मोटरसाइकल चेन्ज गर्न खोज्दै हुन्छ, त्यो एकदमै शुभ हुन्छ। तपाईँलाई त्यस्तो खराब त देखिँदैन। पढाइको लागि प्राविधिक, टेक्निकल, मेडिकल साइन्स, यसबाट तपाईँलाई राम्रो हुनेवाला छ। र पढाइकै कारणले गर्दा विदेशको योग पनि देखिएको छ। सन्तान जन्माउनु पर्नेछ, सन्तान प्राप्त गर्नुपर्नेछ। गर्भ बसिरहेको छैन, यो वैशाख महिना, जेठ महिनाको आरम्भ पनि तपाईँको लागि राम्रै देखिएको छ। यो सन्तान प्राप्तिको समय पनि हो, शैक्षिक क्षेत्रमा सफलताको समय पनि हो, सन्तानको उन्नति प्रगति सुन्ने समय पनि हो, दिमाग तेज बनाउने, साधना गर्ने, पूर्व पुण्यको उदय हुने र धार्मिक रूपमा तपाईँ अगाडि बढ्ने खालको समय पनि देखिएको छ। अर्को कुरा, शत्रुहरू भने तपाईँमाथि केही हावी हुनेछन्, तर पनि तपाईँको अलिकति चोर बाटो अथवा कुनै नयाँ आइडिया ट्रिक तपाईँको कारणले गर्दा तपाईँ केही बच्न सक्ने अवस्था पनि देखिएको छ। स्वास्थ्यसँग सम्बन्धित समस्या हुनसक्छ, कुनै सर्जरी अपरेसनहरूको योग पनि देखिएको छ। नसासँग सम्बन्धित, पेटसँग सम्बन्धित, छालासँग सम्बन्धित, आँखा टाउको यी रोगहरूबाट पीडित हुन्छ भने विशेष तपाईँले ख्याल गर्नुपर्ने समय देखिएको छ। पति पत्नी बीच वैरभाव, द्वन्द्व बढ्न सक्छ। कुनै पनि दुवैजना मिलेर गरेको कुनै पनि व्यवसाय कर्म छ भने त्यसमा पनि विवाद आउन सक्छ। पार्टनरसिप, समझदारीका व्यापार, बिजनेस कामहरूबाट पनि ठुलो नोक्सानी हुन सक्छ। वैदेशिक क्षेत्रका कामहरूबाट भने विशेष लाभको योग देखिएको छ। अष्टमस्थ शनि तपाईँको लागि दीर्घ जीवन, आयु, तपाईँको रक्षाका लागि सदैव खडा भएर तयार भएका छन्। त्यसकारणले गर्दा जस्तोसुकै अप्ठ्यारो परिस्थितिबाट पनि तपाईँ बच्ने खालको योग देखिएको छ। समाजमा तपाईँको जति गहिरो प्रभाव छ त्योभन्दा एकदमै गहिरो प्रभाव छोड्न सक्ने समय पनि देखिएको छ। दशम घरमा दशमस्थ शुक्र राजयोग भएको अवस्थामा जागिरका योगहरू निर्माण हुनेछन्। धनसँग सम्बन्धित कष्टबाट मुक्ति प्राप्त हुनेछ। वैरभावहरू अन्त्य हुनेछन्, द्वन्द्व खत्म हुनेछ र कुनै शुभ कुराहरू, राम्रो कुराहरू, सकारात्मक कुराहरूको जागरण पनि रहनेछ। असारबाट मङ्सिरसम्मको समय वैदेशिक क्षेत्रको लागि निकै महत्त्वपूर्ण हुनेछ, जागिरको लागि निकै महत्त्वपूर्ण हुनेछ र जीवनमा अगाडि बढ्ने क्रममा केही त्यस्तो शक्तिहरू, कुनै ऊर्जाहरू, कुनै धार्मिक जागरणहरू तपाईँलाई प्राप्त हुनेछ। कम्पनीहरू नयाँ नयाँ खोलिन सक्छन्, नयाँ व्यापारमा लगानी तपाईँले गर्ने खालको समय पनि कदा कदा देखिएको छ। यदि चिनामा सकारात्मक समय चलिरहेको छ भने त्यो हिसाबमा पनि तपाईँले एकदमै राम्रो गर्न सक्नुहुन्छ। अनि नैतिक बल पनि तपाईँको उच्च बन्नेछ। समग्रमा ग्रहहरूको प्रतिकूलता भए पनि केही गोचरमा अनुकूल भएको अवस्थामा राजयोगले ठ्याक्कै काम गर्ने अवस्था देखिएको छ। घरहरू भाडा लागिरहेको छैन, भाडामा लाग्नेछ। जग्गा जमिनको कामहरू बनिरहेको छैन, त्यो बन्नेछ। कुनै ठुलो लफडाबाट मुक्ति पाउने खालको समय पनि छ। यदि तपाईँले गलत कर्म गर्नुभएको छ, गलत कर्ममा गर्नलाई लालायित हुनुहुन्छ, राहुले बुद्धि भ्रमित बनाएको छ भने तपाईँलाई ईश्वरले पनि रक्षा गर्न सक्दैनन्। फेरि गलत गर्ने व्यक्तिको लागि कुण्डलीमा पनि गलत गोचरीय प्रभाव छ। त्यही भएर तपाईँ फस्ने, नउठ्ने, दबिने, समयले दबाउने, तपाईँलाई कसैले पनि बचाउन नसक्ने अवस्थामा समयले पुर्याउन सक्छ। सचेत र सावधानपूर्वक कामहरूलाई अगाडि बढाउनु होला। तपाईँ वैदेशिक क्षेत्रमा गइसक्नु भएको छ, पिआरहरूका कुरा छन् भने त्यो पिआरको सम्भावना एकदमै राम्रो देखिएको छ। त्यहाँ जबहरू पाइरहनु भएको छैन। यहाँभन्दा जस्तो अस्ट्रेलिया, अमेरिका, जापान, युरोपका देशहरू,
यतातिर हुनुहुन्छ भने जागिरको लागि एकदमै राम्रो समय, उपयुक्त समय, इन्भेस्ट गर्नको लागि पनि उपयुक्त समय तपाईँको आएको छ। कुण्डली देखाएर उपयुक्त समय निकालेर कुनै नयाँ चिजमा तपाईँ इन्भेस्ट गर्नुभयो भने राम्रो हुन्छ। साधना विशेषले पनि 2083 साल सिंह राशिको लागि द्वादश भावमा बृहस्पति र केतुको योग बन्दैछ। आध्यात्मिक साधना, ध्यान गर्ने समय, मेडिटेसन गर्ने समय, मन्त्र जप गर्ने समय, कुण्डलीलाई उठाउने समय, चक्रहरू खोल्ने समय, एक्टिभ हुने समय हो सिंह राशिको लागि। सिंह राशि भएका दर्शक श्रोता तपाईहरू यो समयलाई आध्यात्मिक रूपमा पनि आफूलाई रूपान्तरण गरेर जीवनलाई अझ सशक्त र अझ मजबुत बनाउन चाहनुहुन्छ भने यो समयको उपयोग गर्नुहोला। आगामी जेठ महिनाको 18 गतेपछि बृहस्पति कर्कट राशिमा जाँदैछन्। मङ्सिरपछि केतु र बृहस्पतिको भेट हुनेछ। बृहस्पति र केतुको योग आध्यात्मिक उन्नतिको लागि असाध्यै राम्रो हुनेछ। तपाईलाई यो समयले रियलाइजेसन, आध्यात्मिक अनुभूतिहरू, जीवनमा के कहाँ कसरी यी प्रश्नको उत्तर पनि तपाईले पाउनुहुनेछ। गहिरो आत्मविश्वास पनि जागृत हुनेछ। गहिरा चिजहरू पनि तपाईले प्राप्त गर्दै जीवनमा अगाडि बढ्नुहुनेछ। त्यसकारणले गर्दा यो समय जति सक्दो सदुपयोग गर्नुहोस्, राम्रो हुन्छ। आर्मी, पुलिस, प्रशासनमा जागिर खान खोज्दै हुन्छ, त्यो पनि तपाईलाई राम्रो हुनेछ। लोकसेवा आयोगको लामो तयारी छ, त्यसमा पनि सफलता तपाईले प्राप्त गर्नुहुनेछ। शक्ति, भक्ति र जागरणको लागि 2083 साल तपाईको लागि राम्रो छ। काली भगवती, भैरव र हनुमानजीको उपासना गर्नु, देवीको आशीर्वाद माग्नु तपाईको लागि राम्रो हुनेछ। बुवा आमाको आशीर्वाद, कुल र पितृको आशीर्वाद तपाईको शिरमाथि परेको छ। त्यसकारण यो वर्ष जागरणको लागि, साधनाको लागि, सफलताका लागि अगाडि बढ्नुस्। ईश्वरले हात थाप्नु भएको छ। तपाईलाई यो भिडियो हेरिसकेपछि कस्तो लाग्यो हामीलाई क्रिया प्रतिक्रिया दिन नबिर्सिनुहोला। आगामी दिनमा यस्तै जानकारीमूलक, खोजमूलक, अनुसन्धानमूलक प्रस्तुतिहरू लिएर आउनेछौँ। आजलाई नमस्ते।